ल आज हामी चाहिँ यो किर्तिपुर नगरपालिका 6 र कर्कोटक नागराजा रानीको वासस्थानमा आइसकेका छौँ। यहाँ आउनको लागि बल्खुबाट गाडी चढेर आउँदा नि हुन्छ, आफ्नो साधन छ भने आफ्नो साधनमा आउँदा नि हुन्छ है। यहाँ यो दक्षिणकाली जाने बाटोमै अवस्थित रहेको छ। त्यसरी भित्र छिर्दै जाँदाखेरि हामी यहाँ पूजा सामानहरू पाइने ठाउँमा आइसकेका छौँ। यहाँ वरिपरि यस्तो मेला रहेको छ। अनि यहाँ यसरी यो मेलामा यी साना भाइ बहिनीहरू नि आउनुभएको छ। यस्तरी यो आज नागे पञ्चमीको विशेष दिन, नागे पञ्चमीको उपलक्ष्यमा यसरी सबैजना भक्तजन तीर्थालुहरू आउनुभएको छ। यो सबै 14 वरिपरिको दृश्य है। यहाँ नागराजा नागरानीको वासस्थान रहेको छ, कर्कोटक नागराजाहरू। यहाँ यी माछाहरू पनि रहेका छन् है, माछा रहेका छन्। यसरी यहाँ खानेकुरा दियो भने चलक्क आउँछन् है। माछालाई खानेकुरा दिने, माछा हेर्ने, यस्तै छ है। अनि यसपछि यहाँ फोहरा, पानीको फोहरा यसरी राम्रो देखाइएको छ। यो पाइपबाट यसरी पानीको फोहरा है मजाको बनाइएको छ। यो नागदहको पुरै दृश्य। ल ल परमेश्वर नाग भगवान रक्षा गर्नु, सबै चल्ने गर्नु। यो नागदहको विशेषता भनेको अर्को, यो नागदहको कुनै पनि भागबाट सबै नाग पोखरी चाहिँ एकैचोटि देख्न सकिँदैन है। ल हेर्नु त, यहाँ टन्न माछाहरू रहेका छन्। यी माछाहरू यसरी पौडी खेलेछन्। यिनीहरूलाई खानेकुरा दिनको लागि मैले ल्याएको छु एउटा बोको। अब यो कतापट्टिबाट दिउँ भन्ने भइरहेको। र यो नागदहबाट कुनै पनि वस्तु घरमा लिएर जान सकिँदैन। किनभने यहाँको कुनै पनि वस्तु लिएर गयो भने मान्छेलाई नराम्रो हुने, रोग लाग्ने, सङ्कट आइपर्ने त्यस्तो भएको हुनाले त्यस्तो हुनाले यहाँको कुनै पनि ढुङ्गा, माटो, जल त्यस्तोहरू लिन जान मिल्दैन भन्ने धार्मिक परम्परा रहेको छ। ल टौदहको यता साइडपट्टि यता जङ्गल वरिपरि देखिने र यो पोखरी देखिने। अनि यहाँ माछा रहेका छन्। यहाँ माछालाई चाहिँ खानेकुरा दियो भने यिनीहरू यसरी है, यसरी आउँछन्। अनि यहाँ के गर्छन्, यस्तो गरेर मैले माछालाई दिएको। ए माछा कति छन् है, यो टौदहमा रहेको छ। कति माछा आए, मैले यसरी माछालाई दिएको। कति धेरै माछाहरू आए, यसरी रमाइलो गर्दैछन् माछाहरू। अनि यता साइडमा टौदहको यता साइडमा यसरी सबैतिर एक राउन्ड लाउने हो। एक राउन्ड लाउँदाखेरि अब कतिसम्म आइपुगिन्छ हेर्दै जाउँ। माछालाई फेरि खानेकुरा दियो यतापट्टि आएर, सबैतिर पुर्याउनु पर्छ। यतापट्टि यस्तो रहेको छ। यो उहिले जमाना काठमाडौँ उपत्यकाको उत्पत्तिसँगै रहेको छ यसको उत्पत्ति चाहिँ। अब यसको अरू धार्मिक विशेषताहरू चाहिँ धेरै छन्, नागराजासँग सम्बन्धित छ। भीमसेनद्वारा काठमाडौँ उपत्यका चोभार डाँडा काट्ने बेलामा सबै नागराजा पनि सँगसँगै जानुहुने देखेकोले यसलाई संरक्षण गर्नको लागि नागराजा बाहिरिएमा अनिष्ट हुने सङ्केतले भीमसेनद्वारा यस नागपोखरीको चाहिँ निर्माण अथवा यसलाई स्थापना गरेको किंवदन्ती रहेछ, धार्मिक परम्परा रहेको छ है।
यता साइडमा चाहिँ यसरी बस्न हेर्नको लागि सानो पार्क जस्तो पनि रहेको छ। ठाउँको बिचमा गार्डन जस्तो के पनि रहेको रहेछ। त्यो चाहिँ के हो अलि बुझ्न सकिएन है। नागराजाको वासस्थानको बिचमा केही रहेछ छारी जस्तो। यहाँ घुम्ने दर्शनार्थीहरू टन्ने हुनुहुन्छ। कोही फोटो खिच्ने, भिडियो खिच्ने, टिकटक बनाउने, दर्शन गर्ने सबैजना हुनुहुन्छ। म पनि यहाँ यसो यता आएको बेला यहाँ दर्शन गर्ने अवसर मिल्यो, त्यही भएर म पनि यहाँ घुम्दैछु। ल टौदहको लगभग म आधा जति भागमा आइसकेँ। आधा जति भागमा आउँदाखेरि यस्तो राम्रो दृश्य रहेको छ। यतापट्टि पाइप लगाएर मोटरले यसरी पानी पनि झर्न सकिन्छ। छेउछेउमा रिसोर्टहरू, होटलहरू, रेस्टुरेन्टहरू टन्न रहेका छन्। आएर बसेर घुमघाम गर्ने, अघि पछि पनि आएर बस्न घुम्न मिल्ने खालको राम्रो रहेको छ। आनन्दीय रमणीय ठाउँ छ। सबैजना आउनु होला, घुम्नु होला है त। ल हाम्रो चाहिँ यहाँ यसरी घुम्दै जाने क्रममा यहाँ आधाभन्दा बढी घुमियो। आधाभन्दा यो पोखरी पुरै चाहिँ कहीँबाट पनि हेर्न सकिने रहन्छ पुरा। हामीले पनि यहाँबाट हेर्दैछौँ। यसरी हेर्दै गर्दा कहीँ न कहीँ चाहिँ छोपिएको आउने रहेछ है त। यहाँ नागदेवा त अनि छेउछेउमा बस्ने ठाउँहरू हुन्छन्। माछाहरू चाहिँ टन्न रहेछन् है जताततै। माछाको एउटा पोको ल्याएको मात्रै हो मैले। एउटा पोको ल्याएको त आधैमा सकियो। यता पनि टन्न छन् माछा खाइरहने। अनि यताबाट चारैतिरको दृश्य यस्तो रहेको छ है। यस्तरी घुम्दै यता यहाँबाट चाहिँ कार्कटेश्वर महादेव स्थल जाने बाटो रहेछ। त्यो गेट हुँदै हामी जाँदैछौँ। र हामी यताबाट यो कति बाटो हुँदै यो यहाँबाट माथि चढ्यौँ। यहाँबाट माथि जाँदै गर्दा भोले बाबाको मेन मुख्य ठाउँ यहाँ रहेको छ। भोले बाबाको दर्शन, महादेव मन्दिर चाहिँ रहन्छ। दर्शन गर्ने चाहिँ यसरी है। मुख्य कार्कटेश्वर महादेवको वासस्थान। अनि यहाँ मन्दिर बनाउन मिल्दैन। मन्दिर बनाउन नमिल्ने हो। हामी फेरि कार्कटेश्वर महादेव मन्दिर नागराजाको वासस्थानबाट तल फेरि यता पोखरीतिर आयौँ। टौदह यस पोखरीमा माछाहरू टन्न रहेका छन्। यही देख्न सक्नुहुन्छ जताततै यसरी। यो चाहिँ चारैतिर घुम्ने हो। घुम्दै गर्दै नेपालको झन्डा नि। ल यताबाट फेरि एक राउन्ड सबै यो सबै दृश्य टौदहको दृश्य यसरी हेर्न सकिन्छ है त। अनि त्यसपछि यता साइडमा यसरी ल हामी टौदहको सबै परिक्रमा गरेर यसरी त्यहाँबाट परिक्रमा सुरु गरेर यसरी पारी हुँदै हामी यहाँसम्म आइसक्यौँ। लगभग अब हाम्रो यो एक राउन्ड पुरा भयो है। टौदह परिक्रमा गरेर सकियो। यहाँ यो भोजन गएको ठाउँमा चाहिँ यो निलो घरभित्र, रातो जस्तोको निलो घरभित्र चाहिँ एक राउन्ड पुरा भयो।